यस पुस्तकमा मैले पाएको केही मुख्य शिक्षाहरू। 1. सृष्टिको उत्पत्तिदेखि नै परमेश्वरले हामीलाई चुन्नुभएको। 2. क्याल्भिनवादले हामीलाई प्राचीन शिक्षा, प्रेरितहरूकै शिक्षातर्फ फर्काउँदैछ। 3. परमेश्वरको पूर्वनिर्धारण सत्य हो र यसका साथै मानिसको जिम्मेवारी पनि। 4. ख्रीष्ट केवल चुनिएकाहरूका लागि मात्रै मर्नुभयो। 5. नरकमा हुने मानिसको भिडभन्दा स्वर्गीय राज्यमा हुने भिड नै अधिकतम हुनेछ, यतिसम्म कि मरेका नवजात शिशुहरू पनि, कारण ख्रीष्टले सर्वोच्चताको महिमा पाउनुपर्छ। 6. चुनिएकाहरू कहिल्यै नष्ट हुने छैनन्, अर्थात् मुक्ति गुम्दैन। 7. मुक्ति केवल परमप्रभुको काम हो। 8. हाम्रो विश्वास पहिले देखेर परमेश्वरले हामीलाई प्रेम गर्नुभएको होइन। हामी सृष्टि हुनु अघि नै उहाँले प्रेम गर्नुहुन्थ्यो, नत्र त हामी जन्मेको समयपछि हामीलाई प्रेम गर्ने कारण उहाँले केही पाउनुहुने थिएन। 9. संसारको सृष्टि अघि परमेश्वर आफ्ना चुनिएकाहरूलाई प्रेम गरिरहनु भएको थियो। 10. हाम्रो जन्म र जीवन उहाँकै सार्वभौम पूर्वनियुक्तिको प्रबन्धमाथि आधारित हुन्छ। 11. हामीलाई विश्वासमा खिच्नुहुने उहाँ नै हुनुहुन्छ। 12. अन्ततः पूर्वनियुक्ति र अनुग्रहको सिद्धान्त नै वास्तविक सुसमाचार हो।